मर्निङ एभ्रिवान होइन उठियो 5 चोटिको अलार्म पछि बल्ल उठियो ढिलो भइसक्यो अब फ्रेस हुनतिर लाग्यो म त अझ निन्द लाग्यो ढिलो सुतियो आज जब बनाउँछ यत्तिकै ढल्दिनु जस्तो लाग्छ तर ढल्नु हुँदैन उठ्नुपर्छ कलेज जानुपर्छ जुरुक्क उठेर बेडसेड मिलाउन थाले यताउति मिलाएर अब त्यसपछि गएर ब्रुस गर्न जानु पर्यो बल्ल उठ्यो यार म त उठ्नै सक्दैन क्या हिजो पनि कति 11 बजे सुत्या अनि 11 बजे मोबाइल सबै राखिदिएँ क्या सुत्छु भनेर होइन अनि त्यसपछि गएर कति 2 घन्टा त्यत्तिकै झुल्छु भने 1 बजेतिर बल्ल निन्द्रा लाग्यो होला त्यही भएर निन्द्रै पुग्दैन बिहान झुलै गर्छ अब फ्रेस भएर फेरि भेट्नुपर्छ है त ल है त फ्रेस भयो मुखसुख धोयो अब रेडी हुनुपर्छ ड्रेस लाउनुपर्छ होइन ड्रेस लाएर अनि फेरि हामी कलेजको यात्रातिर योभन्दा अगाडि हामी ड्रेस लाएर पनि फेरि भेट्नेछौँ है त ट्याक्कसँग 10 मिनट मेडिटेसन गरियो ल है त चट्ट रेडी सेडी भयो अब चाहिँ जानुपर्छ साँच्चै अब एउटा मेरो साथीको अर्डर पनि आएको छ एउटा मैले चाहिँ एउटा सानो बिजनेस पनि रन गरिरहेको छु जुन चाहिँ यो हाम्रै नेपालमा उत्पादन भएको हिमालयन जी यानि कि गाँजाबाट बनेको लुगा यो हाम्रै नेपालमा उत्पादन भएको गाँजाको रेसाबाट बनेको लुगा हो मोजाको अर्डर चाहिँ धेरै आइरहेको छ र मसँग चाहिँ हामीसँग विभिन्न कलर अप्सनमा सर्ट र हाफ ट्र्याक टी सर्टहरू सबै रहेको छ यदि कसैलाई चाहिन्छ भने हामीलाई टिकटकमा फेसबुकमा व्हाट्सएपमा यहाँ नम्बरमा पनि तपाईँले कल गर्न सक्नुहुन्छ विभिन्न कलरमा विभिन्न साइजमा हामीसँग सर्ट टी सर्ट ट्राउजर सेन्डो दामी छ दामी हो विथ द नेम अफ हिमालयन जी दामी छ नि त लोगो कस्तो छ फिडब्याक दिनु है हिमालयन जीको लोगो टक्क चाहिँ मैले के डिजाइनले गरेको भन्दाखेरि यो चाहिँ हाम्रै देशको यो हिमाल हाम्रो देशलाई किनभने हिमाली देश भनेर चिनिन्छ र यो माथिको भनेको गाँजाको चित्र जुन चाहिँ हाम्रै देशमा उत्पादन भएको गाँजाबाट बनेको लुगा भनेर डिनोट गर्न खोज्यो सो यो खासै गनाउँदैन पनि लाउँदाखेरि पनि एकदमै आराम हुन्छ क्या मैले पनि यही मोजाहरू प्रिफर गर्छु यही मोजाहरू लगाइरहेको हुन्छु होइन सो दामी छ आफ्नै देशको लागि पनि माया गर्नुपर्छ लुगाहरू होइन एडिडास नाइकी गुची यिनीहरू भनेको ठिक छ राम्रै लुगा हो अरू ब्रान्डलाई मैले नराम्रो भन्न खोजेँ होइन तर आफ्नो देशको लुगाहरू पनि लाउनुपर्छ जुन चाहिँ लुगा मात्रै होइन एक किसिमले यसले फाइदाहरू पनि धेरै छ अब गर्मी एकदमै दैनिक तरिकाले बढिरहेको हुन्छ होइन दैनिक तरिकाले बढिरहेको हुन्छ हामीले अब त्यो गर्मीमा यो लुगाले एकदमै शीतल बनाउँछ एउटा कुरा त अनि अर्को भनेको यो जति धोयो त्यति नरम हुँदै जाने लुगा हो क्या मान्छेले भन्छ यस्तो छ उस्तो छ होइन त्यस्तो केही पनि होइन महँगो पनि त्यस्तो विधि छैन होइन हल्का त अब अरूभन्दा अलिकति एक्सपेन्सिभ त हुन्छ नेपालको चिज हो सो त्यही हो अब यो कुरा पछि गरौँला अब हामी चाहिँ अब कलेजतिरको यात्रातिर लागिन्छ होइन ड्रेस लगाइयो अब जुत्ता लाएर चाहिँ हामी कलेजको बाटोतिर लागिन्छ आज पनि मौसम त अहिले दामी छ ठिक छ भेट्दै गर्नुपर्छ है त ल है त अब रेडी भयो आज चाहिँ मैले साधन हाँक्दिनँ भाइले हाँक्छ भित्तीले आज म चाहिँ टक्क भिडियो बनाउँदै सबैतिर देखाउँदै बोल्दै जानेवाला छु सो हेर्दै गरौँ कस्तो हुन्छ हिजो अलिकति अप्ठ्यारो लाग्थ्यो होइन हिजो चाहिँ अलिअलि अप्ठ्यारो लाग्थ्यो बोल्न खोराउन आज चाहिँ खुल्ला तरिकाले बोल्न सकेको छु दामी तरिकाले बोल्छु आज चाहिँ कन्फिडेन्ट हल्का भए पनि बिल्डअप भएको छ ल अब लाग्नुपर्छ भित्ती पनि आइसक्यो आज यो चाँडै उठ्यो यो पनि लाग्छ घाम दामी लागेको छ आज मौसम दामी छ अहिले त बेलुका चाहिँ आपत पर्छ कि अब कि पानी परिदिन्छ दिउँसो त डेन्जर घाम लाग्छ बस्नै नसक्ने साइको हुन्छ भने ल यति भन्दै दाजुभाइ च्याट्ट निक्लियो म चाहिँ कलेजतिर जान लाग्यो त्यसको चाहिँ आफ्नो काम छ कामतिर लाग्नु लाग्यो
यति जाँदा जाँदै यो बाटो चाहिँ खतरा खाएको यो बाटो यो के भनेको था नि होइन त काका काम थियो नि त मैले भन्नु उहाँको खाना चाहिँ के फालिदिन्छ नि के हो म्याम आइसक्यो ल काका कुन मेम हो कस्तो कुन म्याम यहाँको मामला कुन सुधा मेम त आउनुहुन्छ नि त्यसलाई ड्युटी हो त ल काका तपाईँको भिडियो भाइरल जान्न मलाई टाउको दुखेछ यो चाहिँ मेरो क्लास हो ल भित्र छिरौँ ठ्याक्क पढिरहेको थिएँ त्यसपछिको चाहिँ मैले क्लासमा चाहिँ मोबाइल झिक्दिनँ बेला बेलामा चाहिँ अब सरहरू नआएको बेला मोबाइल झिक्छु अब हामी चाहिँ यति केटाहरू छौँ केटीहरू सबै खाजा खाना गर्थ्यो ब्रेकमा मात्र मैले यो भिडियो बनाउँछु ल फाइनली क्लास सक्यो अब चट्ट घरतिरको यात्रा भाइ आउँदैछ होइन त मित्र जानै पर्यो अब 4 दिन बिदा होइन अब 4 दिन बिदा 4 दिन बिदा अनि इक्जाममा एकैचोटि अब कलेज भेट्ने भनेको एकैचोटि 4 दिन पछि ल यता केही समय कुरिसकेपछि भाइ लिन आयो र मैले चलाएँ अब हामी खाना खाना गयौँ क्लास पनि सक्यो आज सिधै उता नगइकन लुगा नफेरिकन ड्रेस नफेरिकन सिधै खाना खाना आइयो 4 दिन घर बसेपछि अब इक्जाम छ 4 दिन पछि अनि एकैचोटि अब इक्जाममा जानुपर्छ कलेज सिधै घर आइयो अब खाना खाना आइयो अनि त्यहाँबाट खाना रेडी हुँदैछ अनि त्यसपछि खाना घिउ बनाएर आँखा नक्कले बनाएर अनि सिधै कलेजबाट ड्रेस नफेरिकन अब खानपिन भयो चट्ट लाएर होइन सिधै कलेजबाट आएर जुठो पनि गएन मुखमा ल गयो अब खाना खाएर अब घर जाने हो झ्याममा सुत्ने एकछिन खानासाना खाएर हामी चट्ट दाजुभाइ निक्ल्यौँ अब घरतिर जाँदै थियौँ अब यहाँ क्यान्सरको कटरहरू पनि झार्ने बेला भइसकेको छ ठ्याक्क घर पुगेको खैरु त अगाडि नै बसेर रहेछ ल त्यसलाई खानासाना दियो ल मासु पनि मजाले खा अब आनन्दले 2-3 घन्टा सुतिन्छ त्यसपछि हामी फेरि भेट्नेछौँ है ल यता सुतेर पनि उठिसक्यो अन्त घाम डेन्जर लागेको छ होइन अब फेरि आज पनि पानी पर्छ कि जस्तो लाग्यो पर्छ कि पर्दैन म त घाम त डेन्जरै छ ल है त पछि भेट्दै गर्नुपर्छ ठ्याक्क बजारतिर गयो कामसाम सक्यो त्यसपछि गएर घरतिर फर्किन थालेँ घाम दामी लगाएको रहेछ अनि होइन मोबाइल झिकेर ट्याक्क देख्न थालिहालेँ होइन बोलेको थियो तर हावाले गर्दा सुनिएन घाम डुब्न लागेको भएर होला दामी सिन देख्यो आइपुग्यो लगभग अहिले कति बज्यो 8 बज्न लागेको छ घर आइपुग्यो अब खानासाना जानुपर्छ होइन खानासाना खाएर अब छोटो मिठो एउटा गफ हानेर अनि त्यसपछि आजलाई बिदा आउनुपर्छ होइन सुरुमा चाहिँ खाना खान जाने हो खाना खाइसकेपछि आएर अलिअलि गफ गाफ हान्नुपर्छ है त अहिलेलाई चाहिँ खाना खान गयो भन्दै अब ट्यागको क्वार्टरतिर खाना खान गइन्छ दाजुभाइ सर आफ्नै पारामा होइन ठ्याक्क अगाडि हेरेको लाइटिङ त दामी देखेर चाहिँ ल भिडियो हान्दिउँ भनेर अनि ल अब एकैचोटि खानासाना खाएर भेट्नुपर्छ खानासाना खाएर आइयो अब एकछिनमा गफसफ हान्नुपर्छ छोटो मिठो गफ त्यही नै हो ल आजको यात्रा पनि यहीँ सक्यो अब भोलि के हुन्छ भोलि नै थाहा हुन्छ होइन के हुन्छ कसो हुन्छ सब भोलि नै थाहा हुन्छ क्या आजबाट नो प्लानिङ मस्त भोलिको दिन भोलि थाहा हुन्छ कस्तो हुन्छ हजुरहरूसँगलाई पनि देखाउने छु सबले हेरिन्छ होइन कस्तो दिन बितिरहेको छ भोलि भेट्नुपर्छ आजलाई यति नै सी यू टुमरो गाइज भोलि चाहिँ अलिक ढिलो उठ्छु है ढिलेसबाट सुरु हुन्छ ब्लग त्यही त दामी आउँछ